हेरौँ कस्तो छ लेट्स सी है होपफुल्ली द बेस्ट वान आई डोन्ट नो अब हेरौँ हेर्दैछु म जस्तो अर्डर गरेर त्यस्तो टाइपको छ कि छैन भनेर होपफुल्ली इट्स नट गोना डिसअपोइन्ट मी लेट्स सी God this is the one right यसमा चाहिँ there is a plastic bag as well र हुक पनि रहेछ झुन्डाउनको लागि चाहिँ तर मैले चाहिँ यसो कहाँ झुन्डाउने त्यही छ मैले झुन्डाउने ठाउँ त यहाँ राखेको छु तर सायद यो ठुलो हुन्छ होला अब लेट्स सी है त हेरौँ काटी चाहिँ रहेछ काटी भएको भए चाहिँ इट वुड ह्याभ बीन इजियर फर मी यत्रो महिना लगाएर आएको हेरौँ म चाहिँ प्लास्टिक खोलेर देखाउँछु कस्तो छ भनेर चाहिँ कहिलेकाहीँ चाहिँ चिनीबाट पनि राम्रो आउँदो रहेछ सामान है सधैँ जज गरेर चाहिँ हुँदैन रहेछ कहिलेकाहीँ चाहिँ राम्रो आउँदो रहेछ सामान पनि ल म चाहिँ ह्याप्पी छु है म यत्रो वेट गरेँ तर म चाहिँ एकदम खुसी छु यो आएकोमा चाहिँ है त अब राख्ने चाहिँ कहाँ हो त्यस सोच्नुपर्छ किल्ला ठोके आएँ अब चाहिँ ह्याङ गर्दैछु लेट्स सी कस्तो देखिँदो रहेछ भनेर चाहिँ म अब ह्याङ गर्दैछु है साथीभाइहरू ल I don't know how to hang it okay like this wow ल Yay! अनि यहाँ ब्याकग्राउन्डमा चाहिँ मेरो छोरा पनि यही गर्दैछ यही भन्दियो एज एक्सपेक्टेड एकदम खुसी लागेको छ है त